डीपी अर्याल अब सभामुख हुने निश्चित। शुक्रबार सभामुखको रूपमा एकल उम्मेदवारी परेपछि निर्विरोध रूपमा रासपाका नेता ढोल प्रसाद अर्याल सभामुख बन्ने भएका छन्। कुनै पनि दलले उम्मेदवारी दर्ता नगराएपछि उनी सभामुख हुने निश्चित जस्तै छ। केही प्रक्रिया पूरा गर्न मात्र बाँकी छ। सभामुखको चुनाव आउँदो चैत 22 गते हुनेछ भने त्यसपछि अर्याल औपचारिक रूपमा सभामुख हुनेछन्। अहिले सभामुखको पदमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले बैठक चलाइरहेका छन्। सभामुखको कार्यभार सम्हाल्दै गरेका अर्यालले राजनीतिक यात्रा भने लामो छैन। असार 2079 मा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएपछि उनी राजनीतिमा आएका हुन्। रासपाका संस्थापक सदस्य उनी पार्टीको उपसभापति हुन्। उनले रासपा सभापति रवि लामिछाने विभिन्न कारणले पार्टी जिम्मेवारीमा रहन नसक्दा कार्यवाहक सभापतिको रूपमा समेत काम गरिसकेका छन्। रासपामा बालेन्द्र शाह बालेनको प्रवेश अघि अर्याल दोस्रो वरियताका थिए। 2031 भदौ 6 गते धादिङमा जन्मिएका अर्याल 2049 सालमा काठमाडौँमा प्रवेश गरेका थिए। उनले काठमाडौँको प्रवेशपछि रेस्टुरेन्ट क्षेत्रमा काम गरेर करियरको सुरुवात गरेका थिए। 2054 सालमा उनी जापान गएर 2058 सालमा नेपाल फर्किएका थिए। अर्यालको ट्राभल्स एन्ड टुर्स क्षेत्रमा विशेष अनुभव छ। सो क्षेत्रमा उनले स्थापना गरेका कम्पनी अहिले पनि चलिरहेका छन्। 2079 सालको प्रतिनिधि सभा चुनावमा रासपाले 20 सिट जित्दा समानुपातिक तर्फबाट सांसद बनेका अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत बनिसकेका छन्। उनले दोस्रो पटक संसद यात्रा तय गर्दा प्रत्यक्ष चुनाव जितेका छन्। काठमाडौँ 9बाट चुनाव जितेका अर्यालले 35,093 मतसहित विजयी बनेका थिए। खसेको मतको 69.26% अर्यालको पक्षमा खसेको थियो भने जुन 165 निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी प्रतिशत मत प्राप्त हो।